क्या घुस गए रे कहता है सुन ये धूप किनारा तेरा हूँ मैं ये सारा का सारा देख लेना Today I'm going to Mike. यसो म धोइ पनि सकेको छु र मैले काट्नु तपाईले फोन गर्नुभयो अन्त पानी पर्दा भनेर ननुहाउनु भन्यो मैले भने बेलुका नुहाउनु हुँदैन भइया थियो ठिकै छ झन् ननुहाउनु झन् चिसो पारिन्छ होला नि मेरा पति देव भी ड्यूटी से आ गया है अहिले ऊ फिलहाल बिमार भइरहेको छ झन्डै 1 महिना हुन आँट्यो हो बिमार भएको अहिले ऊ छुट्टीमा छ उसको ड्युटी तर ऊ प्राइभेट त जान्छ ऊ प्राइभेट गइकिन आइसकेको छ फेरि मेरो खाना अझै तक बनेको छैन हो कराईमा पकाउँछु यो आलुलाई मजाले पहिला फ्राई गर्छु तेल नहालिकन हल्दी मात्रै हालेर यसलाई फ्राई गरेर निकाल्छु त्यहाँदेखि म ग्रेभी बनाउँछु ग्रेभी बनाइसकेको बादमा त्यो मासुलाई हाल्छु किन अलरेडी मासु पाकेको मासु हो नि त र पाकेको मासुलाई बेसी पकाउनु पर्ने हुँदैन हो र त्यो ग्रेभीमा मासु हालेर मजाले चाहिँ पकाउँछु 5 मिनट त्यसको बादमा चाहिँ फेरि म के गर्छु भने चाहिँ आलु पनि पाकेको हुन्छ फ्राई गर्दाखेरि पाकिसकेको हुन्छ फ्राईमै हो त्यही भएर त्यसलाई पनि मजाले हालिदिन्छु त्यसमा ग्रेभीमा भइहाल्छ है त्यो त्यसै कारण चाहिँ छिटो मिठो बनाउनुपर्छ हामीहरू ढिलै खाना खान्छ तर हामी सधैँ हामी के भन्छ अरू बेला पनि हामी 2:30 3 पनि बज्छ हो हामी खाना दिउँसो ढिलो खान्छ हो खाजा पनि ढिलो खान्छ बिहान आफ्नो आफ्नो रात टाइमिङ हुन्छ खानुको हाम्रो टाइमिङ चाहिँ आज सानो छोरी पनि पाएन कुनै कहाँ गयो सानो छोरी पनि यस्तो छोरीले गर्छु यस्तो हस्नु चाहिँ मलाई के लाउनु यस्तो बेसी झिझो लाग्छ कि गाह्रो लाग्छ कि त्यही खातिर म चाहिँ ठुल्ठुलो हस्नु नै ल्याउँछु दोकान गएर चाहिँ यस्तो मसिनो चाहिँ कति टाइम वेस्ट हुन्छ यो यस्तो निकाल्नुपर्छ ठुलो त 2टा हाल्यो भने बस भइदिइहाल्छ यस्तो मसिनोहरू त मलाई इरिटेट हल्दी हालिदिन्छु अलिकति हो त्यो कलर आउँछ नि त मजाको यो पनि भइसक्यो हो अदुवा लसुन पनि भयो अब म प्याज काट्नेछु प्याजको बादमा आज एक्लै भए म देखा जमाना सारा भरम है इसको इबादत इसको करम है मेरा ठिकाना तेरे ही दहलीज है ओ मैं हूँ दीवानी प्रिया तू फेरि पुछिहाल्नु पर्ने हुन्छ किनकि यस्तो अहिले झिङ्गाको सिजन छ कि झिङ्गा के बेसी आउँछ यसलाई पनि चेन्ज
फर्स्टमा यो हालिदिन्छु अदुवा लसुनको यो कुच्चेको हालिदिन्छु हो जति हो यो हल्दीलाई पनि म यहीँ हाल्छु यसमै साथमा पानी हाल्नुपर्ने हुन्छ अलिकति त्यहाँदेखि पानी हाल्नुपर्छ अन्त यसलाई मजाले पेस्ट बनाउनु पर्ने हुन्छ हो यसलाई यसरी पेस्ट बनाइसकेको बादमा चाहिँ एकछिनमा यो प्याज मजाले ब्राउन भइसकेको बादमा यो हाल्नुपर्ने हुन्छ माथिबाट है त्यही हो मासुमा त्यो मासुमा नुन हाल्नु भएको थियो उमाल्दाखेरि भन्नु हाल्दिनँ अहिले है कति मात्रै हाल्छु किनभने चाहिँ त्यसमा पनि अलिकति हालेको थिएँ अरे आलुमा पनि हालेको छु मैले हो यो ग्रेभीमा अलिकति हालिदिन्छु नुन भन्ने कुरा त माथिबाट खाँदा पनि भइहाल्छ जीवनको बाटो फिरेको बेला सम्हालेर मैले एउटै संसार अहिले चाहिँ मैले सबै यसमा हालिदिएको छु हो मरमसलाहरू सबै मर अन्त मर पनि मसला पनि मैले यसमा हालिदिएको छु टमाटर पनि हालिदिएको छु सबै हालेको छु अब यसलाई मजाले पाक्नु दिनुपर्ने हुन्छ थोरै समय त्यसको बादमा चाहिँ यस्तो भएको छ है यो आज पाएको सब्जी हो अघि पाएको यो चाहिँ हिजोको सब्जी हो रातिको यो चाहिँ मेरो सुप हो